धनुषामा रहस्यमय मृत्यु भएको आरती शाहका लागि न्याय माग्दै माइती पक्षले जिल्ला अदालत धनुषामा ढुङ्गामुढा गरेका छन्। धनुषा प्रहरीले हत्यारालाई जोगाउन खोजेको भन्दै माइती पक्षले मंगलबार धनुषा जिल्ला अदालत अगाडि प्रदर्शन गर्दै अदालत परिसरमा ढुङ्गामुढा गरेका हुन्। मृतक आरतीको माइती पक्षले अदालत परिसरमा ढुङ्गामुढा गर्दा प्रहरीसँग झडप समेत भएको छ। झडपको क्रममा प्रहरीले लाठीचार्ज गर्दा 4 जना घाइते भएका छन्। घाइते हुनेहरूमा नागरायन नगरपालिका वार्ड नम्बर 8 खिरखिरिया बस्ने लीला देवी, लाडो बत्ती देवी, कृष्ण शाह र प्रवीण शाह रहेका छन्। प्रहरीले सोही ठाउँ बस्ने गोविन्द शाहलाई पक्राउ समेत गरेको छ। परिवारजनले घटनाको निष्पक्ष अनुसन्धान र दोषीमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन्। पीडित परिवारलाई उल्टै धनुषाका एसपी विश्वराज खड्का र डीएसपी वेद प्रसाद गौतमले कुटपिट गरेको भन्दै उनीहरूलाई तत्काल कारबाही गर्न माग गर्दै विरोध गरिएको हो। हालेन हैन, हामीहरुको त्यहाँबाट त्यो इन्स्पेक्टर विक्रम शाहले महिला प्रहरीलाई अगाडि बढायो अनि लाठीचार्ज गर्न लगायो। हामीहरु छोडाउन गयो, तब फेरि जेन्ट्स पुलिसहरुले हामीहरुमाथि लाठीचार्ज गर्न लाग्यो। अनि फेरि झडप भयो भिडमा। अब कतिलाई सम्हालु त्यही भएर भिडमा झडप भइहाल्यो। उनीहरूले नै पहिला लाठीचार्ज गर्न थालेपछि हामीहरु पनि आक्रोशमा आएपछि हामीहरुले पनि ढुङ्गाबाजी गरे। गत जेठ 7 गते साँझ जनकपुरधाम उपमहानगरपालिका वार्ड नम्बर 9 थपा चौक बस्ने मोती बाबु शाहका श्रीमती 22 वर्षीय आरतीको रहस्यमय मृत्यु भएको थियो। उनीहरूले एसपी र डीएसपीलाई निलम्बन गरी कारबाही गर्नुपर्ने, जिल्ला न्यायाधिवक्ता पोस्टमार्टममा संलग्न डाक्टरमाथि अनुसन्धान गरी कारबाही गर्नुपर्ने, हत्याको सीबीआईद्वारा जाँच लगायत 6 सूत्रीय माग राखेका छन्। उनीहरूले काठमाडौँमा पनि धारणा दिएका छन्। हत्यारालाई कडा कारबाहीको माग गर्दै बुबा आमा सहित परिवारजन शनिबारदेखि काठमाडौँमा पनि धारणामा बसेका छन्। धनुषाको मिथिला बिहारी नगरपालिका वार्ड नम्बर 3 मिथिलेश्वर मवाही घर भई हाल जनकपुरधाम वार्ड नम्बर 9 थपा चौकमा रहँदै आएकी 22 वर्षीय आरती कुमारी शाहको मृत्यु भएको थियो। उनको दाइजोका कारण हत्या गरिएको माइती पक्षको आरोप रहेको छ। यसैबीच आरती शाहको हत्या आरोपमा पक्राउ परेका श्रीमान र ससुरलाई जिल्ला अदालत धनुषाले पूर्वपक्षमा थुनामा पठाउनु आदेश दिएको छ। जिल्ला अदालत धनुषाका न्यायाधीश रामप्रसाद न्यौपानेको एकल इजलासले सो आदेश दिएको हो। पीडितको तर्फबाट सरकारी वकिल सुदीप डङ्गाल, वरिष्ठ अधिवक्ता चन्दन शर्मा मैनाली, अधिवक्ता इन्द्र प्रसाद आर्याल, अधिवक्ता रिङ्कू कुमार यादव तथा अधिवक्ता राधा कुमारीले बहस गरेका थिए। गत जेष्ठ 7 गते साँझ जनकपुरधाम उपमहानगरपालिका वार्ड नम्बर 9 थापा चौक स्थित आफ्नै ससुरालीमा घरमा आरती शाह मृत फेला परेपछि माइती पक्षले श्रीमान सहितका परिवारका सबै सदस्यले मिलेर हत्या गरेको आरोप लगाएका थिए। यता धनुषा प्रहरीले श्रीमान र ससुर 2 जनाको नाम मात्र जाहेरीमा ल्याए दर्ता गर्ने बताएपछि जाहेरीमा 2 जनाको नाम मात्रै उल्लेख गरिएको मृतक आरतीका मामा सन्तोष शाहले बताए। उनले दुवैसँगै ससुर र देवर समेत हत्यामा संलग्न रहे पनि प्रहरीले उनीहरूको नाम जाहेरीमा समावेश गर्न नमानेको बताए। नागरिकताविहीनहरूको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरी धरपकड गरेको छ। नागरिकताविहीन सङ्घर्ष समितिको अगुवाईमा जारी काठमाडौँ केन्द्रित आन्दोलनमा मंगलबार प्रहरीले बल प्रयोग गरी प्रदर्शनकारीलाई पक्राउ गरेको छ। प्रहरीले सर्वोच्च अदालत अगाडिबाट 34 जनालाई पक्राउ गरेको समितिका अध्यक्ष इन्जिनियर इन्द्रजित साफीले जानकारी दिएका छन्। प्रहरीले गरेको कुटपिटबाट 2 जनाको टाउको फुटेको पनि उनले जानकारी दिएका छन्। शान्तिपूर्ण धारणाका क्रममा प्रहरी कुटपिट गर्दै पक्राउ गरेको उनको आरोप रहेको छ। यसैबीच नागरिकता ऐन सम्बन्धी मुद्दा मंगलबार पनि हेर्न नमिल्ने भन्दै सर्वोच्च अदालत सुनवाई गरेनन्। न्यायाधीश प्रकाश कुमार ढुङ्गाना र मनोज कुमार शर्माको इजलासमा पेशी परेका मुद्दा हेर्न नमिल्ने भएपछि अर्को पेशीका लागि सरेको हो। न्यायाधीश शर्माको इजलासले पहिलो सुनवाई गर्दै जेठ 21 गते अन्तकालीन आदेश जारी गरेको थियो। शर्माले यसअघि अन्तरिम आदेश जारी गरेकाले उक्त आदेश निरन्तरता दिने कि नदिने विवादमा सुनवाई गर्न नमिल्ने भएपछि स्थगित भएको सर्वोच्च अदालतले जनाएको छ। वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले राष्ट्रपति रामचन्द्र पौडेलले अघिल्लो संसदले पारित गरेको नागरिकता विधेयक प्रमाणीकरण गरेपछि रिट दायर गरेका थिए। अघिल्लो पटक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी एक पटक संसदमा फर्काए र अर्को पटक निष्क्रिय राखेका कारण उक्त विधेयक प्रमाणीकरण गर्न नमिल्ने रिटमा जिकिर गरेको
जिकिर गरेको छ। यता अब वारपारको लडाईँ हुने भन्दै 2 सप्ताहदेखि नागरिकताविहीन युवाहरू काठमाडौँ केन्द्रित आन्दोलनमा छन्। उनीहरूले राज्यले आफूहरूलाई सधैँ अनागरिक बनाइराख्ने षड्यन्त्र गरेको आरोप लगाएका छन्। बुबाआमा नेपाली नागरिक भएर पनि सन्तान नागरिकता नपाउने अवस्था सिर्जना गरिएको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका छन्। आफूहरू कहाँको नागरिक भनेर उनीहरूले राज्यसँग प्रश्न समेत गरेका छन्। जन्मसिद्ध नागरिकका लाखौँ सन्तान नागरिकता नपाएको विभिन्न समस्या खेप्दै आइरहेको छ। राष्ट्रपति यो विधेयक प्रमाणीकरण गरेपछि गृह मन्त्रालयले नागरिकता वितरण गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई सर्कुलर जारी समेत गरेका थिए। संशोधित व्यवस्था अनुसार जन्मका आधारमा नागरिकता पाएका व्यक्तिका सन्तानले वंशजको नागरिकता पाउने व्यवस्था भएको थियो। त्यस्तै बाबुको पहिचान नभएको घोषणा गरी आमाको नामबाट मात्र नागरिकता पाउने व्यवस्था पनि यो कानुनले गरेको थियो। विदेशी बाबुबाट जन्मिएका नेपाली महिलाका सन्तानले नेपालको अङ्गीकृत नागरिकता पाउने व्यवस्था यो कानुनले गरेको थियो। तर सर्वोच्चले ऐन तत्काल लागि कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएपछि नागरिकताविहीन युवाहरू आक्रोशित बनेका छन्।